नमस्कार सम्पूर्णमा म प्रवीण कुमार सिंह। म अहिले हलेसी स्थानमा छु। यस स्थानलाई त्रिधार्मिक तपोभूमिको रूपमा वर्णन गरिएको छ। त्रिधार्मिक तपोभूमिको रूपमा वर्णन गर्दा तीन धर्म हिन्दू, बौद्ध र किराँतको साझा धर्म केन्द्रको रूपमा हलेसी महादेव स्थान नेपालको पूर्वी क्षेत्र कोशी प्रदेशको खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर 7 मा अवस्थित छ। हलेसी महादेवलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ। यो स्थान दिक्तेलभन्दा 35 किलोमिटर पश्चिममा पर्छ। हलेसी समुद्र सतहदेखि करिब 4736 फिटको उचाइमा रहेको छ। महादेवलाई भस्मासुर राक्षसले भस्म गर्ने बेलामा भगवान विष्णुले मोहिनीको रूप धारण गरेर उनकै हातबाट उनै राक्षसलाई भस्म गराएको ठाउँको रूपमा इतिहासमा अङ्कित गरिएको रहेछ। यहाँ रामनवमी, बाला चतुर्दशी, शिवरात्रि र तीजमा गरी वर्षमा 4 पटक ठुला मेला लाग्ने गरिन्छ तथा साउन महिनाभरि नै श्रद्धालु भक्तजनहरूको भिड हुने गर्दछ। हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। हलेसी महादेव मन्दिर गुफाभित्र रहेको छ। गुफाभित्र प्रवेश गरी करिब 300 फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ 1000 भन्दा बढी मानिसहरू अटाउन सकिन्छ। भित्र महादेव र गणेशको प्राकृतिक मूर्ति एकै ठाउँमा अवस्थित छ भने दक्षिणमा पार्वती स्थान छ। उत्तरी कुनामा धर्मद्वार र पापद्वार र त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मीहरू छिर्न नसक्ने भनी किंवदन्ती छ। हलेसी महादेव स्थान पुग्ने 2वटा बाटोहरू रहेका छन्। काठमाडौँबाट खुर्कोट, त्यसपछि घुर्मी हुँदै हलेसी र अर्को बाटो सिराहा जिल्लाको मिर्चैयाबाट कटारी, त्यसपछि घुर्मी हुँदै हलेसी महादेव स्थानसम्म पुग्न सकिन्छ। धन्यवाद।